हिजो जसले गएर त चाहिँ नपरो अफ्रिकन भाइसित खेल्दाखेरि चाहिँ नपरो जसले चाहिँ प्राइभेटमा गएर चाहिँ हाम्रा नेपालीहरूले गिफ्ट गरेका थिए म उनीहरूलाई के भन्न चाहन्छु भने थुइक्क घाँस खानी तिमीहरूले चाहिँ अन्न खाएको त धिक्कार छ तिमीहरू आफ्नो नेपालको दाजुलाई चाहिँ नपरो हराएर चाहिँ नपरो प्राइभेटमा लुकेर चाहिँ नपरो पैसा हान्छौ गएर तिमीहरूको चाहिँ मोती बिग्रेको तिमीहरूको पैसा धेरै भएको तिमीहरूलाई मात चढेको तिमीहरूलाई सक्छौ भने खुल्ला खुल्ला हानौ न देखाएर यार किन लुक्न पर्यो तिमीहरूलाई डर पनि लाग्छ तिमीहरूलाई यसको मतलब तिमीहरू चाहिँ हामीलाई चिनी जानेका आसपासका कोही न कोही त हौला नि नत्र भने के को डर तिमीहरूलाई लुकेर हान्न पर्ने अवस्था किन आयो कमसेकम तिमीहरूलाई यति बुद्धि दिएनन् तिमीहरू पढे लेखेका त पक्कै पनि हौला अनपढ चाहिँ घाँस खानी चाहिँ नपर्यो मूर्खनन्द त छैनौ होला पक्का पनि तिमीहरू हैन अलिकति पढे लेखेका ट्यालेन्ट त हौला तर तिमीहरूलाई यति विवेक आएन तिमीहरूलाई नेपाल आमाको माया छैन नेपाल धरतीको माया छैन नेपालीहरूको माया छैन तिमीहरूलाई कमसेकम यो दाइलाई हानेको भए त त्यो पैसा नेपालकै मार्केटमा जान्छ नि नेपालकै चुलो जल्छ नेपालकै चाहिँ नपर कसैले कपडा किनेका हुन्छन् कसैले रासन किनेका हुन्छन् त्यो पैसा नेपालकै सेरोफेरोमा नेपालकै रेमिटेन्स भित्रिने हो नेपालकै सेरोफेरोमा घुम्ने हो त्यति अक्कल छैन तिमीहरूको विदेशीहरूलाई हानेको त पैसा फर्केर आउँछ नेपालमा